हामी हाम्रै सम्पूर्ण सर म्याडमहरूलाई अध्यक्षज्यूको अनुमतिले 3 देखि 5 वटा प्रश्न लिने अनुमति चाहन्छु। एकदमै डाइभर्स 4 वटै पेपर डाइभर्स थिए। एउटा चाहिँ ग्लोबल पर्सपेक्टिभबाट इन्भेसिभ स्पेसिस, त्यसपछि क्लाइमेट चेन्ज र वाइल्ड फायरको कम्पेयर थियो। त्यसैगरी दोस्रो प्रस्तुति चाहिँ हाम्रो इन्भेसिभ प्लान्ट स्पेसिसको प्रोभिन्स चाहिँ 18 वटा प्रजाति चाहिँ कर्णाली प्रदेशमा पुगेको र त्यहाँ 29 वटा मध्ये 18 वटा प्रजाति र हाइट अनुसार चाहिँ टेम्परेचर बढ्दै गएपछि इन्भेसिभ स्पेसिस चाहिँ कर्णालीको माथि 3000 मिटरसम्म पुगेको भनेर म्याडमले प्रेजेन्टेसन गर्नुभयो। अर्को चाहिँ मस्क्विटो मार्ने औषधि नै भनौँ, पेस्टिसाइड जस्तो चाहिँ बनाउन सकिने रहेछ, इन्सेक्टिसाइड बनाउन सकिने रहेछ भन्ने एउटा अप्सन चाहिँ म्याडमले ल्याउनु भयो। यो एउटा अर्को प्रस्तुति थियो र अहिले अन्तिमको प्रस्तुति मैले सारांश राखिसकेँ। यी 4 वटा विषयवस्तु फरक छन्। एउटा चाहिँ ओभरअल पोलिसी टाइपको छ, एउटा रिसर्च टाइपको छ र एउटा चाहिँ म्यानेजमेन्ट पर्सपेक्टिभको छ र इन्टरप्रेन्युअर बन्ने विषय पनि देखिएको छ। त्यसले गरेर 5 वटा भन्दा बढी क्वेसन नलिने गरी समयलाई त्यसै गरी व्यवस्थापन गर्ने। बढीमा 5 वटा मैले क्वेसनको लागि चाहिँ सम्पूर्ण आदरणीय सर म्याडमहरूलाई हार्दिक अनुरोध गर्छु। नमस्कार, म श्याम कुमार शाह, म लाङटाङ रासन कार्यालयबाट। मेरो प्रश्न उत्तम सरसँग सम्बन्धित छ। सरले आफ्नो फाइन्डिङ्समा चाहिँ यो क्लाइमेट चेन्ज, यो चाहिँ इन्भेसिभ स्पेसिस र फायरको पोजिटिभ लुप देखाउनु भयो। यसमा चाहिँ क्लाइमेट चेन्ज र फायरको पोजिटिभ लुप बोथ साइड त्यो चाहिँ क्लियरली हामी पनि त्यो अन्डरस्टुड अनुभवले पनि देखिन्छ। तर यो इन्भेसिभ स्पेसिसको क्लाइमेट चेन्जसँगको जुन पोजिटिभ लुप सरले देखाउनु भयो, यसको 2 वे हो वा 1 वे हो? त्यो एउटा सरको चाहिँ अब यो चाहिँ सायद रिभ्यू स्टडीबाट सरको फाइन्डिङ्स र किनभने यो चाहिँ अब चाहिँ 2 वे हो भने त हाम्रो ह्युमन एफोर्ट जुन छ यसलाई इन्भेसिभ स्पेसिसलाई कन्ट्रोल गर्नको लागि यो जसरी अब क्लाइमेट साइन्समा हामीले ह्युमन एफोर्ट अहिलेसम्म चाहिँ मिटिगेसनले फुल कन्ट्रोल एड्रेस गर्न नसकेर हामी एडाप्टेसन 2 prong एप्रोचमा छौँ होइन। ह्युमन सिभिलाइजेसन त्यसरी दुईवटा एड्रेस गरिरहेको छ। त्यो अनुसारले यदि हामी इन्भेसिभ स्पेसिस र क्लाइमेट चेन्जको 2 वे यदि लुप छ भने, पोजिटिभ लुप छ भने त्यहाँ चाहिँ हाम्रो ह्युमन एफोर्टले चाहिँ काम गर्न सक्दैन कि भन्ने मेरो चाहिँ अब्जर्भेसन। हस्, थ्याङ्क यू। हस्, धन्यवाद। हस्, थ्याङ्क यू। म विष्णुप्रसाद ढकाल। मैले अन्तिम प्रेजेन्टेसनलाई अलिकति गर्न खोजेँ होइन, एकदम इन्ट्रेस्टेड पनि थियो र म पनि फङ्सनल ट्रेडको विद्यार्थी भएको भएर अलिकति केही कुरा सोध्न खोजेँ। जस्तो उहाँको एकदम राम्रो पनि थियो, तर एउटा कुरा के भन्दाखेरि यो डिजाइन चाहिँ कुन हो अलिकति क्लियर भएन क्या। त्यहाँ उहाँले कति हाउ मेनी टाइम्स रेप्लिकेट गर्नुभयो त्यो कुरा पनि बुझ्न सकेन। अब छोटो भएर हो कि के हो? अनि अर्को कुरो एउटा मैले एकदम रिक्वेस्ट गरेँ क्या उहाँलाई सजेसन, एलएलएमको रिजल्ट चाहिँ मैले बुझ्नुहुन्न भनेर भन्नुभयो कि त्यस्तो नभन्नु होला, किन अरू पनि धेरैजना बुझ्ने हुन्छन् है। त्यो भयो। अर्को अनि हाइट इन्क्रिमेन्टमा टेम्परेचरले एकदमै गर्यो, तर मैले के देखिनँ भन्दा रुट ट्रेड्स चाहिँ हेर्नुभएको छैन। विदाउट रुट ट्रेड्स चाहिँ इन्भेस्टिगेट नगरिकन रुटमा इन्भेस्टमेन्ट गर्दैन, यसको चाहिँ कन्स्ट्रक्सन कस्ट चाहिँ के अरे उसमा हाइटमा मात्र गयो भन्ने कन्क्लुजन दिन मिल्ला र त्यति मात्र मेरो छ। हस्, धन्यवाद। सरको पनि आयो। 4 वटै विज्ञ अनुसन्धानकर्ता सर म्याडमहरूलाई एक वटा विषय आएको छ। मैले सम्बोधनको लागि सर म्याडमलाई हार्दिक अनुरोध गरेँ। उत्तम सर, हजुर पहिला। धन्यवाद प्रश्नको लागि। अब तपाईँले भन्नुभयो जस्तै इन्भेजिभ स्पेसिस र क्लाइमेटको पोजिटिभ फिडब्याक हुन्छ जस्तो लाग्छ मलाई पनि होइन। अब मेजर गर्न, किनभने जस्तै प्लान्ट्स भइसकेपछि त्यसले फोटोसिन्थेसिस गर्छ होइन। अब चाहिँ तपाईँको चाहिँ कार्बनलाई एब्जर्भ गर्ने अनि अक्सिजन रिलिज गर्ने, अब त्यो भेरिङ डिग्रीमा हुन्छ, त्यो सबैले गर्छन् होइन। तर हामीले हाम्रो सन्दर्भमा भएका इन्भेजिभ स्पेसिसहरू जस्तै मैले यो लिटरेचर रिभ्यूको क्रममा जस्तै इन्भेजिभ स्पेसिस र फायरको लिङ्केज अन्यत्र विशेष गरेर युरोप अस्ट्रेलियातिर चाहिँ धेरै रिसर्च भएको छ र उहाँहरूले एकदम राम्रो एक्सपेरिमेन्टल डिजाइन गरेर त्यो इस्टाब्लिस गर्नुभएको छ, फेसिलिटेट गर्छ भनेर। तर हाम्रो सन्दर्भमा भएका इन्भेजिभ स्पेसिसहरू जस्तै अब धेरै त हर्बेसियस नेचरको छ नेपालमा, ल्यान्टेना लगायत बाहेक होइन। अब धेरै जसो हर्बेसियस नेचरको भएर त्यसले चाहिँ त्यो चाहिँ कन्टिन्युअस फ्युल भन्छ नि होइन, त्यो चाहिँ एकदमै धेरै बल्ने भन्दा पनि अब बारी र चाहिँ जङ्गलको बिचमा
चाहिँ एउटा मेडिएटिङ रोल जस्तो प्ले गर्ने थोरै भल्ने टाइपको त्यसले चाहिँ आगो सल्काउन मद्दत गर्ने टाइपको देखेँ नेपालको सन्दर्भमा। अनि त्यही क्लाइमेटकै सन्दर्भमा पनि नेपालमा हुने त्यस्तो स्पिसिसहरूले चाहिँ क्लाइमेट चेन्जमा चाहिँ तपाईँको चाहिँ अब कार्बन सिक्वेस्टर गरेर त्यसरी त्यो फिडब्याक पोजिटिभ फिडब्याक दिएको भन्ने चाहिँ मैले त्यस्तो लिट्रेचरहरू भेटेन। तर प्लान्ट भइसकेपछि अफकोर्स देयर इज अ रिलेसनसिप। तर हामीले चाहिँ त्यो जल्दाखेरि नेगेटिभ फिडब्याक चाहिँ जस्तै इन्भेजिभ स्पेसिसले फायरलाई चाहिँ इन्हान्स गर्छ होइन, सिभिरिटी पनि बढाउँछ अनि त्यसपछि त्यसको इन्सिडेन्ट्सहरू पनि बढाउँछ भन्ने कुरा छ। अनि त्यो बढ्दाखेरि जुन निस्किने धुवाँ छ, एयर सोल्सहरू छ, ब्ल्याक कार्बनहरू छ, अभियसली त्यसले चाहिँ फेरि नेगेटिभ फिडब्याक होइन नेगेटिभ फिडब्याक चाहिँ हुन्छ जस्तो लाग्छ। थ्याङ्क यू। धन्यवाद। प्रश्नको लागि सल्यानबाट प्रश्न उठाउनु भएको थियो। 18वटा स्पिसिजमा यो जङ्गली सेरेनियम परेन भनेर हामीले 117वटा साइट लिँदाखेरि रोड साइड मात्रै सर्वे गरेका छौँ। त्यही भएर त्यो नपरेको पनि हुनसक्छ। यो यति नै हो भनेर हामी भन्न सक्दैनौँ, किनभने हामीले डोल्पा र हुम्लामा पनि यो मिचा प्रजातिको अध्ययन गरेका छैनौँ। र यहाँ अहिले उत्तम सरले पनि अलिकति बढी हो कि उहाँहरूले पनि अहिले मुगु जुम्लातिर रिसर्च गरिराख्नु भएको छ। त्यही भएर यो स्पिसिज यो स्पिसिज थप पनि गर्न सकिन्छ। यसको लागि फेरि अरू जानकारी गराउन सकिन्छ। त्यो चाहिँ मलाई के लाग्यो भने हामीले पनि अब म त कर्णालीमा लामो समय काम गरिरहेको छु। जस्तै सुर्खेतबाट उकालो लाग्दा त्यो देखिन्छ होइन। तर उहाँहरूको रिसर्च डिजाइन चाहिँ त्यो रोड साइडमा भएर अनि त्यसपछि त्यहीँ स्याम्पलिङ गरेको भएर त्यो एक्सक्लुड भएको जस्तो मैले चाहिँ अनुमान गरेँ है। उहाँहरूले त्यो चाहिँ ओभरलुक गरे, त्यो प्लटमा परेन जस्तो लाग्यो कि मलाई चाहिँ। हुन्छ, फेरि अनुसन्धान गरेर फेरि कति थप स्पिसिज हुनसक्छ हामी त्यो गर्नलाई फेरि पनि तयार छौँ। हस्, धन्यवाद। सरलाई धन्यवाद क्वेसनको लागि। र मेरो यो रिसर्च भनेको प्रिलिमिनरी रिसर्च थियो सर। त्यसमा चाहिँ मैले फर्स्ट स्टेजमा यो रोटेरी इभापोरेटर हामीसँग थिएन इन्स्ट्रुमेन्ट, त्यो भएको भएर वाटर बाथबाट त्यसलाई ड्राई गरेको थिएँ र युज गरेको। र अहिले त्यसैमा टेकेर मैले मेरो पिएचडी थेसिस पनि त्यसैमा अगाडि बढाइरहेको छु, जसमा चाहिँ यो रोटा भ्यापबाट नै यसलाई ड्राई गर्ने गरेर अनि आइसोलेसनको प्रोसेससम्म म पुगिसकेको छु। थ्याङ्क यू सर। थ्याङ्क यू क्वेसनको लागि सर। पहिला डिजाइनको कुरा गर्दाखेरि चाहिँ मसँग अलिकति टाइम कन्स्ट्रेन्टले गर्दाखेरि मैले सबै एक्सप्लेन गर्न सकिनँ। जस्तो हामीले चाहिँ एसएलएको लागि चाहिँ हामीले के गरेका थियौँ भन्दाखेरि अब 20वटा प्लान्ट मसँग कन्ट्रोलमा थियो, 20वटा चाहिँ वार्मिङमा थियो भनेपछि 10वटा प्लान्टलाई चाहिँ मैले बायोमास हार्भेस्टिङको लागि युज गरेको थिएँ भने 10वटालाई चाहिँ मैले स्पेसिफिक लिफ एरिया र लिफ नाइट्रोजन कन्टेन्ट मेजर गर्नलाई युज गरेको थिएँ। अनि एभ्री प्लान्टमा चाहिँ मैले 3वटा लिफ लिएको थियो एसएलए मेजर गर्नलाई। अनि त्यस पछाडि सबै त्यो कमन गार्डनमा पनि त्यही हो, वार्मिङमा पनि त्यही डिजाइन युज गरेको, अनि यता कन्ट्रोलमा पनि त्यही डिजाइन युज गरेको हो। अनि त्यसपछि हामीले यो फ्लावरिङको कामलाई चाहिँ हामीले 2 वर्षसम्म रिपिट गरेका थियौँ, किनभने पछाडि हाम्रो रिसर्चले चाहिँ अलिकति अरूको फाइन्डिङभन्दा डिफ्रेन्ट ट्रेन्ड देखाइरहेको थियो। अनि त्यो रिसर्चलाई कन्टिन्यू गर्नलाई चाहिँ हामीले फ्लावरिङको डेटा चाहिँ 2 वर्षसम्म रेकर्ड गरेका थियौँ, अनि सेम डेटा नै आयो। अनि अर्को कुरा चाहिँ तपाईँको यो रुट अथवा बिलो ग्राउन्ड ट्रेड चाहिँ मेजर गर्नुभएको छैन भन्नुभएको थियो। सायद हजुरले देख्नुभएको थियो होला, मैले रुट मास फ्र्याक्सन र रुट सुट रेसियो चाहिँ मेजर गरेको हो। त्यसको आधारमा मैले कन्क्लुड गरेको थिएँ कि एबभ ग्राउन्डमा चाहिँ बढी एलोकेसन हुन्छ इन कम्पेरिजन टु रुट भनेर। अनि अर्को कुरा सरी भन्छु म, मेरो टर्म चाहिँ मैले अलिकति गलत युज गरेँ। मैले चाहिँ अलिकति प्रेजेन्टेसनलाई सजिलो पार्न अथवा भेग नबनाउनलाई चाहिँ एलएमएमको रिजल्ट नराखेको भन्न खोजेकोमा अब त्यस्तो बोलेकोमा सरी भन्छु। हस् हस्, थ्याङ्क यू। मैले चारैजना हाम्रो सर म्याडमहरूले आफ्नो सम्बोधन गर्नुभएको छ, एकदम हार्दिक आभार व्यक्त गर्दछु। खास गरी फरेस्ट फायरले चाहिँ बायोडाइभर्सिटी, पोल्युसन र क्लाइमेट चेन्ज, ट्रिपल प्लानेटरी क्राइसिस 3टैलाई फरेस्ट फायरले हिट गर्छ।
र क्लाइमेट चेन्जले बायोडाइभर्सिटी पोलिसीलाई इट्सेल्फ हिट गर्ने चाहिँ एकदमै सारभूत रूपमा सरले प्रश्न पार्नुभएको छ। त्यसै गरी हामीलाई दुईवटा अप्सन चाहिँ एउटा बायोचार इन्टरप्राइजेसको मात्रै कुरा गर्थ्यौँ, अलिकति हामी चाहिँ एक्सट्र्याक्ट गरेर निस्किने मटेरियलतर्फ पनि यसको सम्भावना अवसरतर्फ खोजी गरौँ इन्भेसिभ स्पेसिसलाई भन्ने जुन मेसेज छ। र अर्को चाहिँ हाम्रो खास गरी व्यवस्थापनमा काम गर्ने निकाय डिभिजन वन कार्यालय वनस्पति उद्यानहरूले चाहिँ वनस्पति र हामी अनुसन्धानकर्तालाई चाहिँ ठुलो स्कोप चाहिँ अझै हरेक प्रदेशले इन्भेसिभ स्पेसिसको चाहिँ रिसर्च गर्ने सम्भावना रहेछ। यसलाई चाहिँ हामीले हाम्रो बजेट फर्मुलेसनका प्रोसेसहरूमा लान सकिने अप्सन रहेको रहेछ। यो चाहिँ यति बिग प्रोब्लमको रूपमा इन्भेसिभ स्पेसिस आएको रहेछ, यसले हाम्रो जनजीविकामा असर पार्ने रहेछ। यो तर्फ चाहिँ म्यानेजमेन्ट गर्ने इकाइहरूलाई पनि सन्देह प्रभाव गर्ने गरी हामीले 4वटा प्रस्तुति सुन्यौँ। र अबको निष्कर्ष चाहिँ हाम्रो नेपाल सरकारका पूर्व सचिव आजको यो सत्राध्यक्ष गर्नुभएका आदरणीय सौम्यमान अमात्य सरलाई सम्पूर्ण निष्कर्ष समराइजेसन सहितको विषयवस्तु राख्नलाई हार्दिक आमन्त्रण गर्दै म यो मोडरेटर नवराज पुडासेनी बिदा हुन्छु। हस्, धन्यवाद। धन्यवाद पुडासेनीजी, नमस्कार। यो आजको सत्रमा हाम्रो 3 जना म्याडम, 1 जना सरले जुन किसिमले भन्नुभयो मलाई साह्रै रमाइलो लाग्यो। म उहाँहरू सबैलाई एकपटक फेरि धन्यवाद दिन चाहन्छु। सबैले एकपल्ट ताली बजाएर उहाँहरूलाई धन्यवाद दिउँ। यो आजको सत्र म अलिकति भाग्यमानी नै पो भएँ कि जस्तो लाग्यो मलाई, किनभने माननीय मन्त्रीज्यू यहाँ हुनुहुन्छ, अरू साथीहरूले पनि बोल्नुभयो, बिहान बोल्नुभयो, हिजो बोल्नुभयो, तर उहाँहरूले मन्त्रीज्यूलाई अगाडि पाउनु भएन। म अलिकति भाग्यमानी छु कि जस्तो लाग्यो मलाई। हाम्रो संस्कृतमा भन्ने छ नि, भाग्यम भवति सर्वत्र नचे विद्या नच पौरख भन्छ, सायद मैले त्यही पाएको हो कि जस्तो लाग्यो मलाई। र yesterday I was little bit discussing with Shankaran Dr. Saab. He was the chief key speaker of this whole session yesterday and today also, and he was saying that he could not understood what the people were talking about. So, if Dr. Shankaran is here, I invite him to come here in the front, and then I will try to speak in English as much as possible. If you all like, how about if I speak in English? Okay? Good. So first of all, I would like to thank the Director General of Department of Forest Research and Training Center and his colleague for giving me this opportunity, and I am very thankful to them. Secondly, I was listening since yesterday all sort of presentations in theory and in practical. In theory, I learned a lot. In what is this alien invasive species management in Nepal. So in theory, it was very good. But in practice, everybody was talking little bit about different aspects. Sometimes they said about the logistics, sometimes the budget, and there are other constraints also. But I am a researcher by profession. I am a forest researcher. So I always look for the research. And I am very happy to be in this session. Our 3 presenters, they talk about research. And then the motto of research is development. We need to develop through research. So as far as the motto concerns, we are in line. And now, I will try to take a little bit of your time, if you like, about the invasive species itself. Invasive species, we say it is increasing and growing very. It is covering vast areas. But how much areas it has already gone through, we don't know. We foresters, or even the sociologists and even anthropologists, or even other people, they are talking about growth and yield of timber, growth and yield of non-timber forest product. But how about this one? We have not done any research on it. We have not assigned. But on the other hand, what we could do, that if we have got certain amounts of, say, as for example, Kalo lantana camera, this is Kalo Banmara, Seto Banmara, and then Jalpari, So, Jalpari. Not Jalkumbi, Jalpari is a lettuce we can eat.
Indian people, they would eat. So what about if you do, how much that will get in terms of production? But I am sure the production will be very little. But having said so, if we have got the time, if we have got the quantity allocated, then maybe we can go for the small business, cottage industry. And it is not good that we always say that invasive species are making harm to us. Let us think the other way around. Let us go out of the box sometimes. It is good to go sometimes out of box to find out the solutions. What could be our next step? As for example, as I said a minute ago, if we have got this much of banmara and this much of luteus, the jalpari, and this much of other things in our hand, maybe maybe we can find out some other sources to make a business plan, a small business plan for small cottage industry. That would be the boom for us, not the curse. Then our invasive species would be boom for us, not for the curse. So let us think on that line also. Having said so, I can little bit, if you allow me, I can give a little bit about what we have brought in Nepal. Yesterday we were talking about eucalyptus, leucaena, and there are a lot of timber species also we talked about. But that was the intention of bringing that eucalyptus, leucaena, and Pinus ocarpa, Pinus tida, all sort of American tropical pines. It is for the firewood and for the other species, other utilization also. Here also, the Mexican species, Lantana camera, it was brought by Rana times. It was for flower. Had we have done this thing only in our gardening, that would not have been the invasive. That is for sure. Similarly, for the other species also, the story is the same. What I would like to say that everything should be linked with livelihood. This invasive plant should link with the livelihood. So that if we link that with the livelihood, I think things will be much better. Now I will not take much of time. Only thing that I would like to say is that I would like to thank all our presenters of these sessions, Uttam Babu Shrestha, Renuka Madam, and Til Kumari Madam, and Tulsa Chaudhary Madam. It is excellent presentations I have ever heard. Thank you very much. And I will take your permission. Thank you very much. यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सत्रलाई एकदम इन्टरेक्टिभ बनाइदिनु भएकोमा सम्पूर्ण प्यानलिस्ट मोडरेटरज्यू र चेयर लगायत यहाँहरूले प्रश्न राखिदिनु हुने महानुभावज्यूहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस सत्रका चेयर डाक्टर अमात्यज्यूलाई हाम्रो प्रेजेन्टरज्यूहरूलाई मायाको चिनो र सर्टिफिकेट प्रदान गरिदिनु हुन म अनुरोध गर्दछु साथै मोडरेटरज्यूलाई पनि मायाको चिनो प्रदान गरिदिनु हुन म डाक्टर अमात्यज्यूलाई अनुरोध गर्दछु यस सत्रको सत्राध्यक्ष ज्यू डाक्टर स्वयम्भूमान अमात्यज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन म वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालज्यूलाई अनुरोध गर्दछु यहाँहरूलाई ताली बजाइदिनु हुन पनि म अनुरोध गर्दछु
एउटा ग्रुप फोटो लिइदिनु हुन म अनुरोध गर्छु फोटोग्राफीलाई।